अनि ल मत्तीको पुस्तक हामी खोल्नेछौँ। मत्तीको पुस्तक 8 अध्यायलाई द बुक अफ म्याथ्यू च्याप्टर 8 भर्स 1 थ्रु हामीहरू 4 सम्म हेर्नेछौँ। आमेन। ल म यसरी पढिदिनेछु, तपाईँहरू सुन्न सक्नुहुनेछ। उहाँ डाँडाबाट ओर्लनु भएपछि ठुलो भिड उहाँको पछि लाग्यो। एकजना कुष्ठरोगी उहाँ कहाँ आयो र उहाँको अघि घुँडा टेकी यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। तिनले भन्छ, उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु, तिमी निको भइजाऊ। तपाईँले यहाँ म इच्छा गर्छु भन्नेमा तपाईँले त्यसलाई अन्डरलाइन गर्नुहोस्। तुरुन्तै त्यसको कुष्ठरोग निको भयो। तब येशूले त्यसलाई भन्नुभयो, कसैलाई नभन्नु, तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेको भेटी चढाऊ र मानिसहरूलाई प्रमाण होस्। आमेन। अनि तपाईँले 4 लाई पनि तपाईँले अन्डरलाइन गर्नुहोस्। अनि आज म तपाईँसँग बोल्न गइरहेको कुरो चाहिँ के छ भन्दाखेरि, अब प्रभुतिर फर्किनुहोस्। आमेन। अब प्रभुतिर फर्किनुहोस्। अनि अर्को पनि म तपाईँलाई बताइहाल्छु, म इच्छा गर्छु। यहाँनिर यस्तो एउटा व्यक्तिलाई भेटाउनुहुन्छ, यस्तो एउटा मान्छेलाई भेटाउनुहुन्छ जुन मान्छे चाहिँ कुष्ठरोगले ऊ चाहिँ यस्तो साह्रो कुष्ठरोग लागेर चाहिँ उसको जीवन चाहिँ बिताइराखेको हुन्छ। अनि त्यो बिताउँदै गर्दाखेरि चाहिँ ऊ चाहिँ धेरै समयसम्म त्यो कुष्ठरोगले लेप्रोसीले चाहिँ उसलाई भेटेर चाहिँ ऊ चाहिँ धेरै टाइमसम्म चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उसले त्यो समस्यासँग त्यो बिरामसँग चाहिँ ऊ बाँचिराखेको हुन्छ। अनि हेर्नुहोस् है, जब यो कुष्ठरोग भनेको चाहिँ त्यो टाइममा चाहिँ के हो भन्दाखेरि चाहिँ कुष्ठरोग लेप्रोसी भनेको चाहिँ सबैभन्दा बिगेस्ट के हो, यो डिजिज हो, यो सिकनेस हो, एउटा बिराम हो। तब त्यो समयमा चाहिँ जब कुष्ठरोग लाग्छ अथवा कोर लाग्छ, तब त्यतिखेर त्यो मान्छेहरूलाई चाहिँ के गर्थ्यो भन्दाखेरि चाहिँ आफ्नो गाउँबाट निकालेर चाहिँ त्यसलाई चाहिँ अलग्गै एउटा ठाउँमा लगेर राखिदिन्थ्यो। उसलाई चाहिँ एक्लै राखिदिन्थ्यो। किन भन्दाखेरि चाहिँ यो बिराम कसैमा नसरोस् अनि यो चाहिँ आफै मरोस् भनेर चाहिँ त्यो गाउँको मान्छेले, त्यो सिटीको मान्छेले, त्यो टाउनको मान्छेले चाहिँ उनीहरूलाई त्यसलाई चाहिँ निकालेर चाहिँ बाहिर, गाउँदेखि बाहिर, सिटीदेखि बाहिर उसलाई के गरेको हुन्थ्यो, राखेको हुन्थ्यो। बुझ्नुभयो कि भएन? अनि त्यो राख्दै गर्दाखेरि चाहिँ ऊ चाहिँ धेरै समयसम्म चाहिँ ऊ चाहिँ लेप्रोसीले भेटाएर, त्यो कुष्ठरोगले भेटाएर चाहिँ ऊ चाहिँ त्यो ठाउँमा बसिरहेको हुन्छ। अनि त्यो समयमा त्यो कुष्ठरोगले भेट्दै गर्दाखेरि चाहिँ नि कस्तो हुन्छ भन्दाखेरि, त्यो लेप्रोसी जब मान्छेको जीवनमा आउँछ त्यो डिजिज, तब त्यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ औँलाहरू नि बिस्तारै चुट्टिनु थाल्छ, हातहरू बिस्तारै चुट्टिनु थाल्छ, जिउमा नि त्यो स्किनहरू चाहिँ त्यसले ड्यामेज गर्न थाल्छ। अनि बिस्तारै बिस्तारै हात औँलाहरू चुट्टिँदै खुट्टाहरू चुट्टिँदै गएर चाहिँ अन्तिममा चाहिँ त्यो मान्छे चाहिँ त्यतिकै मर्छ। त्यस्तो खालको एउटा डिजिज, त्यस्तो खालको एउटा बिराम हो त्यो। अनि त्यो बिराम आउँदै गर्दा यो एकजना मान्छेलाई चाहिँ गाउँलेहरूले निकालेर चाहिँ परै एउटा ठाउँमा राखिदिएको हुन्छ जहाँनिर चाहिँ कोही मान्छे पुग्न सक्दैन, जो मान्छे चाहिँ त्यहाँनिर जानु पनि मन गर्दैन, त्यस्तो ठाउँमा राखिदिएको हुन्छ। अनि यो मान्छे चाहिँ धेरै समयसम्म चाहिँ यो मान्छे चाहिँ त्यो ठाउँमा चाहिँ उसले समय बिताउँदै गरेको हुन्छ। यस्तो ठाउँमा त्यो व्यक्ति हुन्छ जुन ठाउँमा चाहिँ ऊ चाहिँ मृत्युसँग लडिराखेको हुन्छ। त्यो ठाउँमा चाहिँ ऊ चाहिँ मृत्युसँग चाहिँ उसले के गरिराखेको हुन्छ, उसले चाहिँ लडाइँ गरिराखेको हुन्छ, अथवा मृत्युलाई चाहिँ उसले वेट गरिराखेको हुन्छ। त्यो डेथलाई कहिले म मर्छु भनेर उसले त्यो समयलाई पर्खिराखेको हुन्छ। अनि त्यो समयमा चाहिँ ऊ चाहिँ यति साह्रो निराशा हुन्छ, त्यो समयमा चाहिँ यति साह्रो ऊ हुन्छ नि, एउटा हार खाएको हुन्छ जीवनबाट। उसको जीवनको चाहिँ औँलाहरू चुट्टिँदै गरेको हुन्छ, उसको जीवनमा आशा हुँदैन, उसको जीवनमा चाहिँ उसले भनेको जस्तो उसको जीवन हुँदैन, किनकि त्यो बिरामले चाहिँ उसलाई यस्तो साह्रो घिनलाग्दो ठाउँमा पुर्याएको हुन्छ। ऊ चाहिँ एक्लो भएर जीवन बिताउँदै गरेको हुन्छ, ऊ चाहिँ एकान्तमा हुन्छ, सबै कुरो उसको लागि चाहिँ इम्पोसिबल हुन्छ, सबै कुरा चाहिँ उसको लागि चाहिँ के हुन्छ, असम्भव हुन्छ। उसले मेरो भविष्य बन्छ कि भन्दैन त्यो पनि थाहा छैन। अनि ऊ चाहिँ
सबै कुराबाट चाहिँ ऊ चाहिँ के हुन्छ, ऊ चाहिँ डरमा जीवन जिराखेको हुन्छ। त्यो ठाउँ यस्तो ठाउँ छ जुन ठाउँ चाहिँ अन्धकार ठाउँ छ, जुन त्यो मान्छेले लाइफ स्पेन्ड गर्दै गरेको ठाउँ चाहिँ यस्तो खालको ठाउँ छ जहाँनिर चाहिँ ऊ डरमा हुन्छ। ऊ एउटा अन्धकार, उसको केही पनि अगाडि चाहिँ के छ त, केही पनि उसको जीवन नै छैन। उसको जीवन चाहिँ जिउनको लागि उसलाई यति साह्रो टफ हार्ड भइराखेको छ। अनि त्यस्तो ठाउँमा चाहिँ उसले आफ्नो जीवन जिराखेको हुन्छ। अनि उसले कति धेरै ट्राई गर्दा पनि कसैले पनि उसलाई निको गर्नु नसकेको, उसको जीवनलाई कसैले पनि राम्रो बनाउनु नसकेको, उसको जीवन चाहिँ कहिले पनि एउटा हुन्छ नि असल हुन नसकेको एउटा ठाउँमा हुन्छ ऊ। अनि त्यतिखेर चाहिँ त्यो मान्छेको हृदयमा चाहिँ यस्तो खालको तितोपन हुन्छ कि त्यसमा चाहिँ उसको हृदय चाहिँ कहिले पनि राम्रो हुँदैन। किनकि त्यो सबै त्यो सिचुएसनले गर्दा, त्यो प्रब्लमले गर्दाखेरि चाहिँ ऊ चाहिँ एकदम भित्र हृदयमा चाहिँ तितोपन बोकेको हुन्छ। उसले भनेको चाहिँ अब भोलि ला म मर्दैछु, भोलि म मर्नेवाला छु, ला मेरो परिवार पर छ, म यहाँ एक्लै बसिराखेको छु, यहाँनिर भोजन राम्रो मिलेको छैन, यहाँनिर मेरो जीवनको अवस्था राम्रो छैन। त्यो एउटा सिचुएसनमा चाहिँ ऊ चाहिँ बसिराखेको हुन्छ। अनि त्यो बस्दै गर्दा चाहिँ धेरै समय बितिसकेको हुन्छ। तर त्यो ठाउँमा ऊ जीवन जिउँदै गर्दाखेरि एक समयमा चाहिँ येशू ख्रीष्ट चाहिँ पहाडबाट माथि डाँडाबाट चाहिँ उहाँ प्रार्थना गरेर बिहानै झर्दै गर्दाखेरि चाहिँ नि जब त्यो व्यक्तिले सुन्छ, अनि त्यो व्यक्ति चाहिँ के हुन्छ भन्दाखेरि त्यो कुष्ठरोग लागेको मान्छे, त्यो कुष्ठरोग लागेको मान्छे ऊ राम्रो मान्छेहरूको अगाडि जानु पनि सक्दैन। त्यस्तो हुन्छ नि, मान्छेले उसलाई त्यो मान्छेहरूको ग्रुपमा उसलाई आउन पनि दिन्थेन किनकि त्यो रोग सर्छ भनेर। तर जब यीशु चाहिँ माथि डाँडाबाट आउँदै गर्दाखेरि चाहिँ तब त्यतिखेर चाहिँ त्यो कुष्ठरोग लागेको मान्छे चाहिँ त्यो जुन ठाउँमा उसले समय बिताउँदै थियो त्यो ठाउँबाट चाहिँ ऊ चाहिँ जुरुकै उठेर कहाँ गयो, येशूतिर फर्क्यो। आमेन। जब येशूतिर फर्क्यो नि अन्तिममा येशूलाई भन्छ यदि तपाईले इच्छा गर्नुभयो भने त म निको हुनेछु। येशू ख्रीष्टले भन्नुहुन्छ म पक्कै पनि इच्छा गर्छु तिमी निको भइजाऊ। आमेन, हालेलुया। यहाँनिर जब येशू ख्रीष्टले उसलाई हात राखेर भन्छ म इच्छा गर्छु तिमी निको भइजाऊ, तब बाइबलले भन्छ इमिडिएटली तिनीर तुरुन्तै त्यो मान्छे चाहिँ निको भयो। आमेन। अनि 4 पदमा भन्छ जब येशूले आज्ञा गर्नुभयो तिमी चाहिँ अब पुजारी कहाँ गएर देखाऊ अनि भेटी चढाऊ, अनि जुन मूसाले दिएको आज्ञा छ त्यस चाहिँ तिमीले पुरा गर, अनि त्यो चाहिँ प्रमाणको लागि हुनेछ। हालेलुया। जब ऊ निको भयो तब ऊ चाहिँ के हो, येशूले जे कुरो भनेको थियो, जे आज्ञा दिएको थियो त्यसमा चाहिँ ऊ चाहिँ चुपचाप लुखुर लुखुर उसले आज्ञाकारी भएर गयो। आमेन, हालेलुया। सो यहाँनिर तपाईँले के भेटाउँदै हुनुहुन्छ भन्दाखेरि चाहिँ यीशुले चाहिँ इच्छा गर्नुहुन्छ। आमेन। येशू चाहिँ इच्छा गर्नुहुन्छ कि तपाईँ र मलाई राम्रो जीवन दिनको लागि। आमेन। येशू हाम्रो परमेश्वर चाहिँ इच्छा गर्नुहुन्छ कि तपाईँलाई त्यो ठाउँबाट सारेर तपाईँलाई येशू भएको ठाउँमा ल्याउनको लागि। आमेन, हालेलुया। जब त्यो मान्छेले चाहिँ त्यो आफ्नो ठाउँबाट, त्यो अन्धकारको ठाउँबाट चाहिँ जब ऊ चाहिँ येशूतिर फर्केर गयो त्यो मान्छे चाहिँ निको भयो। आमेन। त्यो मान्छे चाहिँ कम्प्लिटली निको भयो। मलाई थाहा छैन ऊ कसरी निको भयो, तर मलाई यस्तो खालको म इमेजिनेसन गर्छु जब येशूले इच्छा गरेर उहाँले प्रार्थना मात्रै गरिदिनु भयो, आज्ञा गर्नुभयो तिमी निको भइजाऊ, तब त्यतिकै बेलामा उसको त्यो स्किनहरू ड्यामेज भएको थियो होला, उसको औँलाहरू चुट्टिएको थियो होला, तर बिस्तारै उसको जीवनमा नि त्यो स्किनहरू नि सरर राम्रो हुँदै गयो होला क्या हो। किन भन्दाखेरि यहाँ तुरुन्तै भनेको छ नि त, इमिडिएटली त्यहीँनिर आँखाकै अगाडि निको भयो। आमेन, हालेलुया। सो यो मान्छे चाहिँ त्यो ठाउँबाट चाहिँ ऊ चाहिँ राम्रो हुनुको लागि चाहिँ येशूतिर फर्केको छ। आमेन। अनि जब येशूतिर फर्किँदै गर्दाखेरि चाहिँ उसको जीवनको चाहिँ नि सबै कुरो नि निको भएको छ। आमेन, निको भएको छ किनकि यीशु चाहिँ चाहना गर्नुहुन्छ, यीशु चाहिँ इच्छा गर्नुहुन्छ। हालेलुया। तर यो मान्छे चाहिँ फेरि म यीशु कहाँ जाँदिनँ, म यीशुतिर म फर्किँदिनँ, म ठिक छु, म यस्तै ठिक छु, म यतिकै म मर्छु भनेर ऊ चाहिँ त्यतैतिर लाग्नु भएको थियो नि। आफ्नै ठाउँतिर ऊ फर्केर जानु थियो भने चाहिँ त्यो मान्छे चाहिँ त्यतै गएर मर्थ्यो।
त्यो त्यतै गएर नाश हुन्थ्यो, त्यतै गएर अझै उसको बिरामहरू, उसको समस्याहरू अझै धेरै हुन्थ्यो होला। तर त्यो मान्छे चाहिँ त्यतापट्टि नगएर चाहिँ ऊ चाहिँ येशूतिर फर्क्यो। आमेन। जब येशूतिर फर्क्यो नि तब त्यतिखेर चाहिँ नि त्यो मान्छे चाहिँ नि टोटली अनि कम्प्लिटली हिल भएको छ। आमेन। जब यो मान्छे चाहिँ येशूतिर फर्क्यो। म तपाईँलाई आजको दिनमा बताउन चाहिरहेको कुरो चाहिँ के छ भन्दाखेरि तपाईँ आज कुन ठाउँमा हुनुहुन्छ, आज तपाईँ कस्तो ठाउँमा जीवन बिताउँदै हुनुहुन्छ, आज तपाईँ कसरी जीवन जिउँदै हुनुहुन्छ, आज तपाईँ कुन ठाउँमा हुनुहुन्छ। सायद तपाईँ त्यस्तो ठाउँमा होला जुन ठाउँमा चाहिँ तपाईँको जीवनको परिस्थिति सबै बिग्रेको छ। यस्तो ठाउँमा तपाईँ हुनुहुन्छ होला जहाँनिर चाहिँ संसारपट्टि चाहिँ तपाईँ यति धेरै लागि परिराख्नु भएको छ। तपाईँ यस्तो ठाउँमा होला जुन ठाउँमा चाहिँ तपाईँले पापै मात्रै गरिराख्नु भएको छ। तपाईँ यस्तो ठाउँमा होला जहाँनिर चाहिँ तपाईँको तितोपना छ। तपाईँ यस्तो ठाउँमा हुनुहुन्छ जहाँनिर चाहिँ तपाईँ चाहिँ चिन्ताको जीवन जिउँदै हुनुहुन्छ। भोलि के खाउँला, पर्सि के खाउँला भन्ने एकदम त्यो हुन्छ नि, वरिड लाइफ तपाईँले नि स्पेन्ड गरिराख्नु भएको होला। तपाईँ यस्तो ठाउँमा होला जहाँनिर चाहिँ तपाईँ अशान्तिले भरेको ठाउँ होला, जहाँनिर चाहिँ शान्ति नै छैन। तपाईँ यस्तो ठाउँमा होला जुन ठाउँमा तपाईँ बस्दै गर्दा त्यहाँ चाहिँ डरै डर मात्रै छ। तपाईँलाई डरै डर मात्रै छ। त्यो डरले गर्दाखेरि तपाईँलाई यस्तो जीवनमा तपाईँलाई राखेको छ कि तपाईँले त्यहाँनिर केही पनि गर्न सक्नुभएको छैन होला। तपाईँ यस्तो ठाउँमा हुनुहुन्छ होला जहाँनिर चाहिँ तपाईँ एक्लोपना हुनुहुन्छ, तपाईँ एक्लो हुनुहुन्छ, तपाईँ एलोन हुनुहुन्छ। त्यहाँनिर सबै तपाईँदेखि गएको छ, तपाईँबाट सबै छुट्टिएको छ, तपाईँ एक्लै तपाईँको ठाउँमा हुनुहुन्छ होला। तपाईँ यस्तो ठाउँमा हुनुहुन्छ होला जहाँनिर चाहिँ सबै कुरो इम्पोसिबल छ। अनि त्यस्तो एउटा स्पटमा तपाईँ नि लाइफ स्पेन्ड गरिराख्नु भएको छ। सबै कुरो हेर्दै गर्दाखेरि नि तपाईँको जीवनमा नि असम्भव छ, इम्पोसिबलै मात्रै छ। तपाईँको जीवनमा केही पोसिबिलिटी छैन, सबै इम्पोसिबल कुरो छ। अनि त्यस्तो ठाउँमा तपाईँ लाइफ स्पेन्ड गरिराख्नु भएको होला। तपाईँ यस्तो ठाउँमा होला जुन ठाउँमा बस्दै गर्दा चाहिँ तपाईँ हरेक दिन चाहिँ तपाईँ नि एकदम निराशा हुन्छ, तपाईँ एकदम हताश हुन्छ, तपाईँ एकदम निराशाको जीवन जिउनुहुन्छ। यस्तो ठाउँमा होला तपाईँ जीवनबाट हार खानु भएको होला। यस्तो ठाउँमा तपाईँ जीवन जिराख्नु भएको छ जहाँनिर चाहिँ हारै मात्रै छ, जहाँनिर चाहिँ तपाईँ हारको जीवन मात्रै तपाईँले जिराख्नु भएको छ। अनि तपाईँ यस्तो ठाउँमा हुनुहुन्छ जुन ठाउँमा चाहिँ तपाईँले चाहिँ घमण्डको ठाउँमा बस्नुभएको होला, जहाँनिर चाहिँ तपाईँ घमण्ड मात्रै गर्नुहुन्छ, जहाँनिर चाहिँ तपाईँ घमण्ड मात्रै गर्नुहुन्छ जीवनमा। अनि तपाईँ यस्तो ठाउँमा हुनुहुन्छ होला जहाँनिर चाहिँ तपाईँ खालि खराब इच्छा है, नराम्रो सोच विचार है, जहिले पनि नेगेटिभिटीले तपाईँ भरिएको एउटा ठाउँमा तपाईँ बसिराख्नु भएको होला। तपाईँ यस्तो ठाउँमा होला जहाँनिर चाहिँ तपाईँलाई प्रार्थना गर्नै मन पर्दैन। अनि त्यस्तो ठाउँमा तपाईँ जीवन जिराख्नु भएको छ। तपाईँ यस्तो ठाउँमा होला जहाँनिर चाहिँ तपाईँ सङ्गति जानै मन पर्दैन। तपाईँ यस्तो ठाउँमा तपाईँ जीवन जिराख्नु भएको होला कि तपाईँले अगाडि चाहिँ तपाईँले केही पनि देख्नु भएको छैन, तपाईँको फ्युचरलाई देख्नु भइराखेको छैन, तपाईँको जीवनको नि योजनाहरू देखिराख्नु भएको छैन, तपाईँको नि सपनाहरू तपाईँले राम्रो देखिराख्नु भएको छैन। यस्तो ठाउँमा तपाईँ जीवन जिराख्नु भएको छ जहाँनिर चाहिँ परमेश्वरको इच्छा भन्दा तपाईँको इच्छा चाहिँ धेरै बढिराखेको हुन्छ। तर म आज तपाईँलाई के कुरो बताउँदैछु भन्दाखेरि नि आज तपाईँ त्यो ठाउँमा बस्दै गर्नु भएको छ भने नि आज चाहिँ तपाईँ नि अब चाहिँ तपाईँ त्यो ठाउँबाट नि येशूतिर फर्किने समय आएको छ। आमेन, हालेलुया। जब तपाईँ त्यो ठाउँबाट फर्किनुहुन्छ, जब त्यो ठाउँबाट निक्लेर येशू कहाँ फर्केर आउनुहुन्छ नि, येशू इच्छा गर्नुहुन्छ तपाईँको जीवनलाई नि उहाँले राम्रो बनाउन। आमेन। तपाईँको जीवनमा परमेश्वरले आशिषले भर्नको लागि नि उहाँ इच्छा गर्नुहुन्छ। हालेलुया। येशू चाहना गर्नुहुन्छ, येशू इच्छा गर्नुहुन्छ तपाईँलाई धन सम्पत्ति र तपाईँको परिवारको सबै कुरो चाहिँ नि उहाँले राम्रो गरिदिनुहुन्छ। आमेन। उहाँ चाहिँ इच्छा गर्नुहुन्छ कि तपाईँको सम्बन्ध चाहिँ नि राम्रो बनाइदिनको लागिलाई हाम्रो येशू चाहिँ चाहना गर्नुहुन्छ कि तपाईँको भविष्यलाई निर्माण गरिदिने। आमेन। येशू चाहिँ चाहना गर्नुहुन्छ कि तपाईँको सबै समस्याहरू समाधान गरेर नि तपाईँलाई आशिषमा परिवर्तन गर्ने। हालेलुया। सो हाम्रो परमेश्वर चाहिँ नि इच्छा गर्नुहुन्छ। आमेन, हालेलुया। म इच्छा गर्छु तिमी निको भइजाऊ। हालेलुया।
तब त्यो कतिखेर भयो भन्दाखेरि जतिखेर यो कोर लागेको मान्छे, यो कुष्ठरोग लागेको मान्छे चाहिँ येशूतिर फर्किगयो। आमेन, हालेलुया। जब येशूतिर फर्किगयो नि त्यहाँनिर नि उसले सम्भव भेटेको छ, त्यहाँनिर पोसिबिलिटी भेटेको छ, त्यहाँ चङ्गाई भेटेको छ, त्यहाँ छुटकारा भेटेको छ, त्यहाँ शान्ति पाएको छ, त्यहाँ आनन्द पाएको छ, त्यहाँ उसले जीवनको उद्देश्य पाएको छ। कसरी भन्नुहोस् त? कसरी भन्दाखेरि जब येशूले निको गर्नुभयो तब येशूले के पनि आज्ञा गर्नुभयो, तिमी चाहिँ पुजारी कहाँ जाऊ, तिमी चाहिँ मन्दिर जाऊ भनेको। आमेन, तिमी चाहिँ चर्च जाऊ, तिमी चाहिँ परमेश्वरको उपस्थितिमा जाऊ भनेको। हालेलुया। जब यो मान्छे चाहिँ नि यीशु कहाँ गयो नि उसले आफ्नो नि पर्पस अनि प्लानलाई भेटाएको छ। आमेन, उसको योजनालाई भेटाएको छ। हालेलुया। आज तपाईँ योजना विहीन हुनुहुन्छ भने नि आज येशूतिर फर्किँदै गर्दा चाहिँ येशूले तपाईँलाई योजना भएको व्यक्ति बनाउनुहुन्छ। आमेन। अनि त्यो व्यक्ति चाहिँ कहाँ गयो? आफ्नो योजना लिएर के गर्यो? मन्दिरतिर, चर्चतिर, परमेश्वरको उपस्थितिमा फर्किगएको छ। आमेन। जब परमेश्वरको वचनमा तपाईँले भेटाउनुहुन्छ, तपाईँले नि जब तपाईँले मत्ती 8 को 23-27 पदसम्म पाउनुहुन्छ, जब त्यतिखेर चाहिँ चेलाहरू चाहिँ ओसन है समुद्रमाथि हुन्छ अनि त्यो बतास हुरी बतासले धेरै त्यहाँनिर त्यो समस्या लिएको हुन्छ त्यो नाउमा, त्यो बोटमा। तर त्यतिखेर धेरै आत्तिन्छ। तब पत्रुस चाहिँ के गर्छ भन्दाखेरि चाहिँ त्यो समस्या, त्यो हुरी बतास, त्यो श्रमहरू भएकै बेलामा चाहिँ के हुन्छ भन्दाखेरि पत्रुस चाहिँ येशूलाई उठाउन जान्छ। आमेन। ऊ चाहिँ त्यो परिस्थितितिर फर्केन, उस समस्यातिर फर्केन, उसको असम्भव कुरोतिर फर्केन, उसको त्यो त्रास, त्यो एकदम डरलाग्दो कुरोतिर ऊ फर्केर गएन, तर उसले चाहिँ येशूलाई उठाउनु गयो। आमेन। जब येशूतिर फर्क्यो, जब येशूतिर ऊ फर्क्यो नि तब त्यतिखेर नि येशूले चाहिँ नि त्यो बतासलाई पनि शान्त बनाएको छ। आमेन, हालेलुया। जब येशूतिर फर्किन्छ नि मान्छे तब चाहिँ येशू इच्छा गर्नुहुन्छ कि तपाईँको जिन्दगी, तपाईँको हरेक कुरालाई उहाँले बदल्नुको लागि। आमेन, हालेलुया। हाम्रो परमेश्वर चाहिँ नि उहाँ जीवित हुनुहुन्छ अनि जीवित परमेश्वरले चाहिँ नि इच्छा गर्नुहुन्छ। आमेन। बाउआमाको हृदयमा छोराछोरीप्रति कति धेरै इच्छा हुन्छ। छोराछोरीले नमागी पनि बाउआमाले तयार गरेको हुन्छ, म छोराछोरीलाई यो किनिदिन्छु, यो दिनेछु, म यस्तो खालको योजना गरेको छु छोराछोरीको जीवनमा। किन भन्नुहोस् त? बुवा हो नि त। सो येशू ख्रीष्ट चाहिँ हाम्रो को हुनुहुन्छ? उहाँ चाहिँ बुवा हुनुहुन्छ। अनि उहाँ बुवा भएको कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ इच्छा गर्नुहुन्छ। आमेन। म इच्छा गर्छु तिमी निको भइजाऊ, म इच्छा गर्छु तिम्रो जीवन राम्रो भइजाऊ, म इच्छा गर्छु तिम्रो समस्या सबै समाधान भइसकेको छ, म इच्छा गर्छु तिम्रो सम्बन्ध बन्नेको छ, म इच्छा गर्छु तिमी धनी भइसकेको छ, म इच्छा गर्छु तिम्रो जीवन आशिषित भएको होस्, म इच्छा गर्छु तपाईँको नि योजना र उद्देश्य चाहिँ पुरा भएको, म इच्छा गर्छु तिम्रो सपना पुरा भएको, म इच्छा गर्छु तपाईँको जीवन नि त्यो हुन्छ नि ज्योति जस्तै चम्केको, म इच्छा गर्छु तपाईँको परिवार चाहिँ नि एउटा उदाहरणीय जीवनभर यो संसारमा जिएको, म इच्छा गर्छु कि तपाईको हरेक बाटोहरू चाहिँ नि सोझो भएको। आमेन, हालेलुया। अनि बुवा चाहिँ इच्छा गर्नुहुन्छ तपाईको हरेक कुरालाई नि उहाँले फेरि पनि निर्माण गर्न र योजना दिनको लागि। आमेन। यस्तो येशू, यस्तो परमेश्वर, यस्तो महान बुवा हुनुहुन्छ हाम्रो जीवनमा जो चाहिँ इच्छा गर्नुहुन्छ तपाईलाई असल कुरो दिनको लागि। आमेन, हालेलुया। सो उहाँ चाहिँ असल कुरो दिनको लागि उहाँ इच्छा गर्नुहुन्छ। अनि हामी चाहिँ धेरैचोटि चाहिँ कतिचोटि हामी के गर्छौँ भन्दाखेरि हामी चाहिँ परमेश्वरतिर फर्कि जाँदैनौँ। परमेश्वरतिर फर्कि जानुको साटो चाहिँ हामीहरू के गर्छौँ? संसारपट्टि नै फर्केर जान्छौँ, समस्यातिरै फर्केर जान्छौँ, हामी डरमै बस्छौँ, हामी चिन्तामै बस्छौँ, हामी फिक्रीमै बस्छौँ, हाम्रो जीवनको हरेक समस्यामै बस्छौँ। अनि त्यो कारणले गर्दाखेरि कति मान्छेहरू त्यो समस्याले मरेको छ, कतिजना मान्छेहरू त्यो बिरामले मरेको छ। किन भन्नुहोस् त? किनकि उनीहरूलाई थाहा छैन मैले विश्वास गरेको येशू चाहिँ मलाई निको पार्नको लागि इच्छा गर्नुहुन्छ, मेरो जीवनलाई नि असल बनाउनुको लागि इच्छा गर्नुहुन्छ। आमेन, हालेलुया। सो हाम्रो परमेश्वर चाहिँ इच्छा गर्नुहुन्छ अनि उहाँ चाहिँ चाहना गर्नुहुन्छ तपाईँको परिवारमा, तपाईँको जीवनमा, तपाईँको आउने दिनमा परमेश्वरको नयाँ काम गर्नको लागि। आमेन, हालेलुया। यो मान्छे कहिलेदेखि त्यो ठाउँमा बसेको, तर एक दिन यस्तो समय आयो जब चाहिँ ऊ येशूतिर फर्क्यो, उसको
सबै कुरो बदलिएको छ आमेन उसको सबै कुरो नि बन्नेको छ उसको सबै कुरो नि असल भएको छ उ सबै त्यो परिस्थितिबाट नि उ के भएको छ उ विजय भएको छ उले जितेको छ आमेन हालेलुया हालेलुया सबै कुरो उसको त्यतिखेर बन्यो जतिखेर चाहिँ उ येशूतिर फर्किगएको छ आमेन अब त्यो ठीक हुनु मात्र हैन नि तर येशूतिर फर्किँदै गर्दा चाहिँ प्रभु येशूले भन्नुभयो उसलाई एउटा योजना दिनुभयो एउटा उद्देश्य दिनुभयो अब तिमी चाहिँ पुजारी कहाँ जाऊ आमेन पुजारी कहाँ जाऊ जब तपाईँ र म येशूसँग नि गाँसिन्छौँ जब येशूतिर हामी फर्किन्छौँ नि त्यो हाम्रो जस्तो सुकै ठाउँ होस् कुनै पनि म्याटर गर्दैन त्यसले तर म्याटर चाहिँ त्यसले गर्छ तपाईँ कतातिर फर्किँदै हुनुहुन्छ तपाईँ संसारपट्टि फर्किँदै हुनुहुन्छ कि तपाईँ आफ्नै ठाउँ त्यो जे काम गरिराख्नुपर्छ त्यतै फर्किँदै हुनुहुन्छ कि तपाईँ येशूतिर फर्किँदै हुनुहुन्छ जब येशूतिर फर्केर नि तपाईँले भन्नुहुन्छ प्रभु म आएँ प्रभु म तपाईँको नजिक छु प्रभु मेरो जीवनलाई बदल्नुहोस् तब त्यतिखेर चाहिँ नि येशूले नि इच्छा गर्नुहुन्छ छोरा म इच्छा गर्छु तिम्रो सबै कुरा परिवर्तन भएको छ आमेन हालेलुया अनि उहाँले भन्नुहुन्छ तिम्रो सबै कुरो म त्यो सबै समस्यालाई म हुन्छ नि त्यो सल्युसन मात्रै गर्दिनँ तर म तिमीलाई चाहिँ मेरो योजना पनि दिनेछु आमेन तिमी चाहिँ त्यो ठाउँसम्म जाऊ तिमी त्यहाँ जाऊ तिमी यसो गर तिमी त्यस्तो गर तिमी यो ठाउँमा गएर यस्तो गर त्यो कसले दिन्छ त्यो परमेश्वरले दिनुहुन्छ आमेन हालेलुया त्यो योजना कसले दिनुहुन्छ परमेश्वरले आज धेरै मान्छे चाहिँ नि आफ्नो इच्छामा कुदेकोले गर्दाखेरि उनीहरू धोका खान्छ आफ्नो इच्छामा उनीहरू नि काम गरेकोले गर्दाखेरि नि उनीहरू प्रभावशाली हुँदैन शक्तिशाली हुँदैन उनीहरूको जीवनमा नि जति गरे पनि नि त्यो त्यति नै हुन्छ किन भन्नुहोस् त किनकि नि उनीहरू आफ्नै तरिकाले गर्छ तर यहाँ चाहिँ भन्छ मतिर आऊ मतिर फर्क म चाहिँ इच्छा गर्छु तिमीहरूको जीवनमा योजना दिनको लागि आमेन हालेलुया परमेश्वरले तपाईँलाई योजना दिनुहुन्छ अनि तपाईँ फेरि पहिलाको जस्तो हुनुहुँदैन त्यहाँदेखि तपाईँ भिन्नै डिफ्रेन्ट पर्सन भएर नि तपाईँले जीवन जिउन सुरुवात गर्नुहुन्छ हालेलुया अनि परमेश्वर चाहिँ चाहना इच्छा गर्नुहुन्छ तपाईँको जीवनमा नयाँ काम गर्नको लागि हालेलुया आमेन जब यो कुष्ठरोग लागेको मान्छे औँलाहरू झर्दै थियो उसको ब्यान्डेज थियो जिउमा हामीले भिडियोतिर पनि देख्छौँ उसलाई लुगा कपडाले बेरेको हुन्छ त्यो औँलाहरू खस्सा भनेर उसको जिउको त्यो हुन्छ नि त्यो मासुहरू खस्सा भनेर नि उसलाई त्यो पुरा ब्यान्डेजले बाँधेको हुन्छ तर यो यस्तो मान्छे जसको औँलाहरू झर्दै थियो जो निराशामा थियो जो एकदम डरमा थियो जो मृत्युसँग नि ऊ लडिराखेको थियो मृत्युलाई पर्खिराखेको थियो ऊ चाहिँ समस्यामा थियो चिन्तामा थियो फिक्रीमा थियो उसको जीवन अन्धकारमा थियो तर तपाईँलाई थाहा छ जब उसले सोच्यो अब चाहिँ म यो ठाउँमा बसिरहनु हुँदैन अब चाहिँ म यो ठाउँमा बसिरहदिनँ अब चाहिँ म यो ठाउँमा बस्दिनँ अब चाहिँ म यो ठाउँबाट चाहिँ फर्केर येशू कहाँ फर्किजानेछु आमेन हालेलुया जब येशूतिर फर्केर गयो नि येशूले उसको जीवनको सबै कुरो त्यो के गरिदिनु भयो निको गरिदिनु भयो अनि एउटा नयाँ काम गर्नुभयो अनि एउटा नयाँ योजना दिनुभयो हालेलुया मण्डली म तपाईँलाई के कुरो बताउँदैछु भन्दाखेरि जब येशूतिर तपाईँ फर्किनुहुन्छ नि परमेश्वरले तपाईँलाई योजना दिनुहुन्छ आमेन तपाईँलाई काम दिनुहुन्छ जब त्यो काम चाहिँ लिएर तपाईँ हिँड्नुहुन्छ नि तब त्यतिखेर चाहिँ नि मानिसको जिन्दगी परिवर्तन हुन थाल्छ आमेन हालेलुया नम्बर 1 येशूतिर फर्किँदै गर्दाखेरि चाहिँ नि हामी सुरक्षित हुन्छौँ आमेन हालेलुया येशूतिर फर्किँदै गर्दाखेरि चाहिँ हामी के हुन्छौँ सुरक्षित हुन्छौँ सिक्योर एकदम प्रोटेक्ट हुन्छ हामीलाई तपाईँले यूहन्नाको पुस्तक 8 को 10 र 11 पद तपाईँले पढ्नु भयो भने त्यहाँनिर पाउनुहुन्छ म तपाईँलाई सरसर भनिदिन्छु तपाईँले घरमा गएर पढ्न सक्नुहुन्छ यहाँनिर चाहिँ एकजना व्यभिचारी स्त्री हुन्छ जो चाहिँ अब हुन्छ नि विवाह नगरी पनि है अरूसँग अब सेक्सुअल अब रिलेसनसिप राख्दै ऊ चाहिँ हिँडेको हुन्छ एउटा व्यभिचार है शारीरिक सम्बन्ध गर्दै उसले पाप गर्दै उसले हिँडिराखेको हुन्छ अनि त्यो पाप गरेको कारणले गर्दाखेरि चाहिँ त्यो मूसाको आज्ञा अनुसार चाहिँ त्यो पाप गर्दै गर्दाखेरि चाहिँ ढुङ्गाले हिर्काएर उसलाई चाहिँ मार्नुपर्ने हुन्छ कतिवटा मुस्लिम एरियामा मुस्लिमको देशमा त्यस्तो पनि छ यदि छोरी मान्छेले पाप गर्यो भने उसलाई चाहिँ ढुङ्गाले हिर्काएरै मारिदिन्छ क्या त्यस्तो स्टिल छ
तर त्यो टाइममा चाहिँ त्यस्तो थियो अनि त्यसलाई चाहिँ ढुङ्गाले हानेर मार्नुको लागि चाहिँ खेदाउँदै लिएको हुन्छ क्या भनेको चाहिँ त्यस्तो खालको मृत्युले डेथले खेदाउँदै आएको हुन्छ तर जब येशू ख्रीष्टको ठाउँमा आइपुग्छ नि तब त्यतिखेर चाहिँ नि त्यो केटी त्यो पाप गर्ने केटी चाहिँ नि यहाँ आएर चाहिँ के भयो ऊ चाहिँ सिक्योर भएको छ आमेन यहाँनिर आएर चाहिँ सुरक्षित भएको छ त्यहाँनिर ढुङ्गाले हिर्काएर मार्नुपर्ने तर त्यहाँनिर चाहिँ ऊ के भयो येशू कहाँ आउँदै गर्दाखेरि चाहिँ नि ऊ चाहिँ सिक्योर भएको छ त्यहाँ चाहिँ सुरक्षित भएको छ आमेन हालेलुया त्यहाँनिर चाहिँ ऊ सुरक्षित भएको छ उसलाई त्यो मृत्युले नै उसलाई के गर्नु सकेन मार्नु के हुनुहुन्छ उहाँ चाहिँ एउटा लुक्ने ठाउँ जस्तो हुनुहुन्छ एकजनाले मजाले पढिदिनुहोस् त बरु यो चाहिँ भनसंग्रह 91 को 2, 3 अनि 4 ल परमप्रभुको बारेमा म भन्ने छु उहाँ मेरो शरण स्थान र किल्ला हुनुहुन्छ हालेलुया यहाँ सुन्नुहोस् है परमप्रभु चाहिँ को हुनुहुन्छ अरे शरण स्थान उहाँ चाहिँ एउटा ठाउँ हुनुहुन्छ जुन ठाउँ चाहिँ के हो उहाँ चाहिँ त्यो बस्ने ठाउँ अडिने ठाउँ त्यो चाहिँ सुरक्षित ठाउँ हो आमेन अनि फेरि मेरो परमेश्वर जसमाथि म भरोसा राख्दछु हालेलुया हालेलुया उहाँको ठाउँ चाहिँ परमेश्वर चाहिँ यस्तो खालको ठाउँ हुनुहुन्छ जहाँनिर चाहिँ हामीहरू सिक्योर हुन सक्छौँ त्यहाँनिर चाहिँ कुनै पनि दुष्टले ल्याएको कुराले हामीलाई छुन सक्दैन कुनै पनि समस्याले हामीलाई लडाउन सक्दैन कुनै पनि बिरामले हामीलाई मार्न सक्दैन कुनै पनि शैतानले राखेको योजनाले हामीलाई कहिले पनि के गर्नु सक्दैन त्यसले लडाउन सक्दैन मार्न सक्दैन त्यसले हामीमाथि जित गर्न सक्दैन किनकि चाहिँ परमेश्वर चाहिँ हाम्रो के हुनुहुन्छ एउटा सुरक्षित ठाउँ हुनुहुन्छ आमेन अनि येशूमा फर्किँदै गर्दाखेरि चाहिँ नि हामीहरू सुरक्षित हुन्छ आमेन यहाँनिर भजनसंग्रह पुस्तक 32 को 7 ले पनि भन्छ पढिदिनुहोस् त मजाले भेट्यो भने हालेलुया हालेलुया यहाँ पनि भजनसंग्रह लेखकले भन्दैछ परमप्रभु तपाईँ चाहिँ यस्तो खालको एउटा ठाउँ हुनुहुन्छ जहाँनिर चाहिँ म सुरक्षित हुन्छु आमेन यो संसारमा नि तपाईँ र म कहीँ पनि सुरक्षित छैनौँ तपाईँ र म कहीँ पनि सिक्योर छैन अब तपाईँलाई थाहा छ अब देश यस्तो साह्रो बिग्रिँदैछ तपाईँको जीवनमा जहिले पनि समस्या आउन सक्छ जहिले पनि तपाईलाई मार्न सक्छ जहिले पनि तपाईँ यस्तो एउटा अप्ठ्यारो ठाउँमा पुग्न सक्नुहुन्छ यो ठाउँ यो संसारमा नि कहीँ पनि यस्तो लुक्ने ठाउँ छैन सिक्योर सुरक्षित ठाउँ छैन जसले चाहिँ तपाईलाई सुरक्षित राख्न सक्छ तर एउटै मात्र यस्तो ठाउँ छ प्रियजन हो यस्तै एउटा ठाउँ छ जुन ठाउँमा चाहिँ तपाईँ र म नि जब फर्किँदै गर्दा चाहिँ हामी सुरक्षित हुन्छ आमेन त्यो चाहिँ कहाँ परमेश्वरमा आमेन जब हामी परमेश्वरमा नि भरोसा गर्छौँ परमेश्वरमा हामी विश्वास गर्छौँ परमेश्वरमा हामी आशा गर्छौँ तपाईँ चाहिँ नि सुरक्षित ठाउँभित्र पस्नु भएको आमेन हालेलुया अनि यस्तो ठाउँ छ जुन ठाउँमा तपाईँ पस्दै गर्दा फर्किँदै गर्दाखेरि चाहिँ नि तपाईँ सिक्योर हुन्छ तपाईँ सुरक्षित हुन्छ त्यो ठाउँमा पस्दै गर्दा चाहिँ तपाईँलाई केही कुरोले छुन सक्दैन छुए पनि तपाईँलाई नाश गर्नु सक्दैन हालेलुया यस्तो खालको सुरक्षित ठाउँ जो चाहिँ संसारमा कहीँ पनि छैन संसारमा अहिले के बनाएको छ बङ्करहरू बनाएको छ बमले लाग्छ कि भनेर तर त्यहाँ पनि माथि ढोका त बन्द भएर करेन्ट चाहिँ चुडिदियो भने त सास थुनेर बिजोक भएर मर्छ नि तर हाम्रो परमेश्वर चाहिँ यस्तो खालको ठाउँ हुनुहुन्छ जहाँनिर हामी फर्कँदै गर्दाखेरि चाहिँ हामी सुरक्षित हुन्छ आमेन हालेलुया
अब नम्बर 2 मा येशूतिर फर्कँदै गर्दाखेरि चाहिँ नि हाम्रो उन्नति हुन्छ। आमेन। हामी प्रस्पेरिटीमा जान्छौँ। हालेलुया। जब हामी येशूतिर फर्किन्छौँ नि तब त्यतिखेर हाम्रो उन्नति हुन्छ। हामी आशिषले भरिन्छौँ, हामी समृद्धिले भरिन्छौँ। हाम्रो जीवनमा हामी गरिब हुनु पर्दैन, हामी कहिले पनि मागी खानु पर्दैन। तर परमेश्वरतिर फर्किँदै गर्दा चाहिँ हाम्रो समृद्धि हुन्छ, हाम्रो उन्नति हुन्छ। कहाँको उन्नति हो? धन र सम्पत्तिको मात्रै होइन, हाम्रो मण्डली उन्नति हुन्छ। आमेन। हाम्रो आत्मिकी क्षेत्र हाम्रो उन्नति हुन्छ। तपाईँको जति पनि करियरहरू छ त्यो पनि उन्नति हुन्छ। तपाईँको काममा उन्नति हुन्छ, तपाईँको धन सम्पत्तिमा पनि उन्नति हुन्छ। आमेन। हालेलुया। तपाईँले पाउनुहुन्छ यूहन्नाको पुस्तक 6:7-12 पदसम्म तपाईँले पाउनुहुन्छ। एकजनाले मजाले पढिदिनुहोस् त। यूहन्ना 6:7-12 पदसम्म। फिलिपले उहाँलाई जवाब दिए, प्रत्येकले अलिअलि पाए तापनि 200 चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्ने छैन। उहाँका चेलाहरूमध्ये एकजना सिमोन पत्रुसका भाइ एन्ड्रियासले भने, यहाँ एकजना ढिटो छ, त्यससँग जौका 5 रोटी र 2 माछा छन्, तर यति धेरैका निम्ति यतिले के पुग्ला र? येशूले भन्नुभयो, मानिसहरूलाई बस्न लाग। त्यहाँ धेरै घाँस भएको चौर थियो। तब प्राय 5000 पुरुषहरू त्यहाँ बसे। तब येशूले रोटी लिनुभयो र परमेश्वरलाई धन्यवाद चढाउनु भएपछि बस्नेहरूलाई बाँडिदिनुभयो र त्यसै गरी माछा पनि बाँडिदिनुभयो। तिनीहरूले चाहे जति खाए। अनि जब तिनीहरूले भरपेट खाए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, उब्रेका टुक्राहरू बटुल र केही नष्ट नहोस्। आमेन। हालेलुया। यहाँनिर यस्तो छ एउटा घटना जहाँनिर चाहिँ धेरै मान्छे 5000 भन्दा पनि बढी मान्छेहरू छ। अनि यिनीहरू चाहिँ भोकाएको छ येशूको सेवाकाईमा। जब भोकाउँदै गर्दाखेरि चाहिँ सबै भोकाउँदै गर्दाखेरि अब चेलाहरूले यहाँनिर खानेकुरोको लागि बन्दोबस्त गर्नुपर्ने स्थिति भयो। यहाँनिर अब के भने खानेकुरोको यहाँनिर बन्दोबस्त गर्नै पर्यो, तर उनीहरूकोमा त्यति धेरै पैसा हुँदैन। अनि त्यतिखेर चाहिँ यहाँनिर भन्छ फिलिपले, यत्रो धेरैलाई छ, कहाँ पुग्छ र हामीसँग कम्ती मात्रै छ। तर यहाँनिर चाहिँ एकजना सानो केटासँग चाहिँ के छ? 5वटा रोटी र 2टा माछा छ। तर यतिले त कहाँ पुग्छ र प्रभु? तब येशूले भन्छ, त्यो 2टा माछा र 5वटा रोटी चाहिँ लिएर आऊ म कहाँ। मलाई दियो त्यो 5वटा रोटी र 2टा माछा। जब येशूलाई त्यो सानो कम्ती खाना चाहिँ येशूका हातमा राखिदिन्छ, तब राख्दै गर्दाखेरि चाहिँ नि त्यो 5000 भन्दा पनि बढीलाई खुवाएर पनि उब्रेको हामी यहाँ भेटाउँछौँ। आमेन। त्यसको मतलब चाहिँ के हो भन्दाखेरि नि जब येशूतिर त्यो थोरै कुरो नि फर्काएर ल्यायो, जब येशूतिर त्यो थोरै कुरो बोकेर ल्यायो, येशूतिर फर्केर त्यो थोरै कुरो ल्यायो नि, तब त्यो चाहिँ उन्नति भएको छ, त्यहाँ वृद्धि भएको छ, त्यहाँ समृद्धि भएको छ, त्यहाँ त्यो थोरै कुरो पनि नि बढेर नि धेरै मान्छेलाई नि 5000 भन्दा पनि धेरैलाई पुगेको छ। आमेन। हालेलुया। अनि येशूमा आउँदै गर्दाखेरि चाहिँ नि तपाईँ र म चाहिँ नि उन्नतिमा जान्छौँ, तपाईँ र म चाहिँ नि समृद्धिमा जान्छौँ, तपाईँ र मलाई अभाव हुँदैन, तपाईँ र मलाई चिन्ता हुँदैन, तपाईँ र मलाई नि त्यो टुमटुम हुँदैन, तपाईँ र म नि गरिबी जीवन जिउनु पर्दैन, तपाईँ र म नि त्यो हुन्छ नि खाँचोमा जिउनु पर्दैन। किनकि जब हामी येशूतिर केही कुरो हामीमा छैन हो, हामीमा हुन्छ नि त्यो के भन्छ नि अब सम्पन्न छैन, धेरै कुराहरू छैन, तर हामी थोरै कुरो चाहिँ नि प्रभु येशूतिर फर्काएर ल्याउँछौँ। प्रभु यो थोरै कुरो छ, तर तपाईँ भन्नुहुन्छ यी तपाईँमा म विश्वास गर्छु, तपाईँ चाहिँ हाम्रो गोठालो हुनुहुन्छ, तपाईँले हामीलाई केही कुराको घटे कमी हुने छैन, तपाईँले सबै कुरो मलाई जुटाउनुहुन्छ भनेर जब हामी येशूतिर चाहिँ नि हामी फर्किन्छौँ नि, तब त्यतिखेर चाहिँ त्यो थोरै कुरो पनि नि वृद्धि हुनेछ। आमेन। त्यो थोरै कुरो पनि बढ्नेछ, त्यो थोरै कुरोले नि तपाईँलाई प्रशस्तले पुग्नेछ। हालेलुया। येशूतिर फर्किँदै गर्दाखेरि चाहिँ नि हामी उन्नतिमा जान्छौँ, हामी समृद्धिमा जान्छौँ। हालेलुया। जब तपाईँले उत्पत्ति 26 को हामीले 12 देखि 14 पदसम्म हामी त्यहाँ भेटाउँछौँ,
त्यहाँ भेटाउँदै गर्दाखेरि के हुन्छ भन्दा इसाकको समयमा अब्राहम मरिसकेको हुन्छ। इसाकको टाइममा ठुलो फेमेन आउँछ, त्यहाँनिर अनिकाल आउँछ। तब त्यतिखेर खाने लाउने त्यो हरेक कुराहरू घटेर गइसकेको हुन्छ। तर इसाकले चाहिँ परमेश्वरको कुरालाई सुनेर चाहिँ उसले त्यहाँनिर आफ्नो बिउ छर्छ। जब बिउ छर्छ नि तब त्यो फेमेनमा, त्यो एउटा अनिकालको टाइममा पनि नि सबैभन्दा नि परमेश्वरले नि धनी बनाएको चाहिँ इसाकलाई हो। आमेन। इसाक चाहिँ यति साह्रो धनी भयो कि सबैकोमा भन्दा पनि खानेकुरो चाहिँ त्यो इसाकको जीवनमा चाहिँ प्रशस्तै गरेर परमेश्वरले आशिष गर्नुभयो। आमेन। उन्नति गर्नुभयो। जब त्यो फेमेन त्यस्तो खालको अनिकालमा पनि परमेश्वरपट्टि फर्किनु चाहिँ हुन्छ नि तब त्यतिखेर परमेश्वरले तपाईँलाई नि वृद्धि गर्न थाल्नुहुन्छ। आमेन। तपाईँको जीवनलाई नि परमेश्वरले आशिषले भरेर तपाईँलाई नि सम्पन्न बनाउन सुरुवात गर्नुहुन्छ। हालेलुया। किन भन्नुहोस् त, किनकि जब हामी परमेश्वरतिर फर्केका छौँ, आमेन, जब फर्किन्छौँ नि परमेश्वरतिर नि हाम्रो खाली भाँडाहरू पनि नि परमेश्वरले भर्न थाल्नुहुन्छ। हालेलुया। मेरो थुप्रोवटा कुरो यस्तो भएको छ है। सो त्यो भएको कारणले गर्दाखेरि नि म तपाईँलाई के कुरो बताउँदैछु भन्दाखेरि नि हाम्रो एम्टी भेसलमा नि परमेश्वरले नि त्यो प्रशस्त गरेर भरिदिनु सक्नुहुन्छ। त्यही भएर दाउदले भनेको मलाई मनपर्छ, मेरो कचौरा चाहिँ भरेर पोखिनेछ। आमेन। तपाईँको खाली ठाउँहरू, तपाईँको सुक्खा, अपुग, चिन्ता, तपाईँको फिक्री, गरिबीमा परमेश्वरले नि जब तपाईँ फर्किनुहुन्छ परमेश्वरपट्टि त परमेश्वरले त्यो खाली ठाउँलाई भरेर चाहिँ नि पोखाउन सुरुवात गर्नुहुन्छ। आमेन। तपाईँ आशिषले भरिन थाल्नुहुन्छ, तपाईँ समृद्धिले भरिन थाल्नुहुन्छ। हालेलुया। त्यही भएर यिर्मयाको पुस्तक 29:11 पनि त्यही भन्छ, मेरो योजना चाहिँ तिमीहरूसँग छ। त्यो योजना चाहिँ तिमीहरूलाई त्यो दुःख दिनु होइन, तिमीहरूलाई अभावमा पार्नु होइन, तर त्यो चाहिँ तिमीहरूको लागि उन्नति र समृद्धिको लागि अनि तिमीहरूको भविष्यको लागि हो। आमेन। परमेश्वरको योजना। सो परमेश्वरपट्टि फर्क्यो भने चाहिँ अघि त्यो कोरी मान्छेले गएर परमेश्वर यीशुबाट के पाए? योजना पायो। तिमी मन्दिरतिर जाऊ, मन्दिरमा जाऊ तिम्रो भेटी बोकेर। सो यहाँ परमेश्वरतिर चाहिँ के छ त? योजना छ। सो परमेश्वरतिर तपाईँ बढ्नु चाहिँ नछोड्नुहोस्, परमेश्वरतिर फर्किनु नछोड्नुहोस्, किनकि त्यहाँनिर चाहिँ पर्पस अनि प्लान पनि छ। आमेन। हालेलुया। सो परमेश्वरले उन्नति गराउनुहुन्छ। हामी चाहिँ धेरैचोटि नि हामी घटी कमी हुन्छ भनेर चाहिँ नि हामीहरू 4-5वटा जबहरू गरिराखेको हुन्छौँ है। यता पनि जान्छौँ, उता पनि गरिराखेको हुन्छौँ, भ्याइ नभए हामी काम गरिराखेको हुन्छौँ। कहिलेकाहीँ मलाई पुग्दैन, मेरो यस्तो बिलहरू छ, मेरो यस्तो तिर्नुपर्ने छ, यस्तो गर्नुपर्ने छ। तर जसै तपाईँले नि 4-5वटा जब भन्दा नि त्यो टाइम चाहिँ परमेश्वरतिर तपाईँ फर्किनुहुन्छ नि त परमेश्वरले तपाईँलाई ब्लेसिङ्स गर्नु सुरु गर्नुहुन्छ। आमेन। हालेलुया। सो हाम्रो मण्डली चाहिँ नि जब परमेश्वरतर्फ फर्किनुहुन्छ नि परमेश्वरले तपाईँलाई नै उन्नतिमा लिएर जानुहुन्छ। आमेन। हालेलुया। म परमेश्वरलाई विश्वास नगरिन्जेल मलाई थाहा छ जति कमाए त्यति नै खाने मान्छे, नपुग्ने मान्छे, तर प्रभुमा आएपछि कहिले पनि ऋण लागेन, बाँकी लागेन, कहिले पनि अरूलाई म हात फैलाउनु परेन। किन भन्दाखेरि मेरो परमेश्वर चाहिँ मलाई दिनुहुने र मेरो सानो कुरालाई पनि वृद्धि गर्नुहुने परमेश्वर हुनुहुन्छ। आमेन। अनि म मेरो घरको पनि पैसाको रेखदेख म कहिले पनि गर्दिनँ, मेरो सबै श्रीमतीले गर्छ। म पैसामा म त्यो हेर्दिनँ पनि कति छ के छ, उसले मलाई भनिबस्छ, तर मलाई त्यस्तो त्यो कन्सन्ट्रेसनै हुँदैन त्यता। किन भन्दाखेरि मलाई थाहा छ मेरो बुवा चाहिँ सम्पन्न हुनुहुन्छ, आशिषले भर्नुहुने, त्यो फेमेनमा पनि त्यो हुन्छ नि त्यो घटी कमीमा नि परमेश्वरले वृद्धि गर्नुहुने परमेश्वर हुनुहुन्छ। आमेन। हालेलुया। 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 त्यति मात्र होइन, उहाँले भर्ने मात्र होइन नि, तर उहाँमा त योजना र उद्देश्य पनि छ। आमेन। हालेलुया। सो येशूलाई तपाईँले येशू भएको पट्टि चाहिँ तपाईँ फर्केर जानुहोस्। त्यहाँनिर उन्नति छ, त्यहाँ समृद्धि छ, त्यहाँ सुरक्षा छ, अनि त्यहाँ योजना पनि छ। अब नम्बर 3 मा येशूतिर फर्कँदै गर्दाखेरि चाहिँ नि तपाईँको जस्तै जीवन पनि नि परिवर्तन हुन्छ। तपाईँको लाइफ चाहिँ नि तपाईँको लाइफ चाहिँ नि चेन्ज हुन थाल्छ। आमेन। सेम कहिले पनि हुँदैन। हालेलुया। लुकाको पुस्तक 19:7 हामी 8 एकजनाले मजाले पढिदिनुहोस् त। लुकाको पुस्तक 19:7 8 हामी हेरौँ।
4 गुणा फिर्ता गरिदिन्छु। ल हालेलुया। अब यो तपाईँलाई आदि मात्रै मैले तलको मात्रै पढेँ, तर यो सारांशमा म तपाईँलाई के कुरो बताउँदैछु भने एकजना यस्तो जकायस भन्ने त सबैलाई थाहा छ। जकायस चाहिँ यस्तो दुष्ट मान्छे, पापी मान्छे हो, घिनलाग्दो मान्छे, जो ट्याक्स कलेक्टर। उसले चाहिँ करप्सन गरेर धेरै पैसाहरू चाहिँ उसले आफ्नो बनाएको हुन्छ। तर तपाईँलाई थाहा छ यो मान्छे चाहिँ यति साह्रो मान्छेको अगाडि चाहिँ यो क्यारेक्टरलेस भएको मान्छे हो, घिनलाग्दो मान्छे हो है, नराम्रो मान्छे। उसको जीवन चाहिँ मान्छेहरूको अगाडि एकदम नराम्रो, लो एकदम हुन्छ नि, त्यो एकदम के भन्ने, त्यो एकदम नराम्रो जीवन। तर यो मान्छे चाहिँ एक दिन चाहिँ येशू आउँदै गरेको कुरो सुनेको कारणले गर्दाखेरि चाहिँ नि यो मान्छे चाहिँ येशू भएकोतिर फर्केर जान्छ। आमेन। जब येशू भएकोतिर फर्केर जान्छ नि, यो यस्तो घिनलाग्दो मान्छे जब येशूको नजिक जाँदै गर्दाखेरि चाहिँ नि यो मान्छे चाहिँ नि अटोमेटिक है, त्यो चाहिँ कस्तो अचानक तरिकाले ऊ चेन्ज हुन्छ क्या उसको लाइफ। त्यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब उसले त्यति धेरै कमाएको पैसा चाहिँ नि उसले के भन्दैछ, येशूको पुगेर चाहिँ प्रभु अब म मेरोमा भएको धन सम्पत्ति चाहिँ म गरिबहरूलाई बाँडिदिनेछु। हालेलुया। यो चेन्ज कहाँबाट आयो, यो परिवर्तन कहाँबाट आयो? जतिखेर यो जक्काएछ नि येशू कहाँ फर्केर गएको थियो। आमेन। येशू कहाँ फर्केर गयो नि यो मान्छे चाहिँ कम्प्लिटली चेन्ज भएको छ। हालेलुया। कति मान्छेले तपाईँलाई भनिरहेको होला तँ यस्तो, तँ काम नलाग्ने, तँ काम नै नलाग्ने, तैँले जीवनमा केही पनि गर्न सक्दैनस्, तँ बिग्रेको मान्छे, तँ घिनलाग्दो मान्छे, तँ तेरो जीवनमा कहिले पनि हुन्छ नि राम्रो हुँदैन भनिराखेको होला। तर जसै तपाईँ येशूतिर फर्केर चाहिँ हुन्छ नि, तपाईँ येशूमा जाँदै गर्दा चाहिँ तपाईँको जिन्दगी परिवर्तन सुरु हुन्छ। आमेन। हालेलुया। जब म बिग्रिएको टाइममा मान्छेले नराम्रो कुराहरू गर्थे, तर जसै म परमेश्वरतिर फर्केर गएँ नि तब त्यतिखेर चाहिँ बिस्तारै बिस्तारै परमेश्वरले मलाई चेन्ज गर्दै ल्याउनु भयो। हालेलुया। त्यहाँनिर परिवर्तन छ, त्यहाँ चेन्ज छ। तपाईँको छोराछोरीहरू आजसम्म परिवर्तन भएको देख्नु हुँदैन। तपाईँको छोराछोरीहरूले तपाईँको अगाडि विभिन्न कुरो गर्दैछ, तर आज चाहिँ जब तपाईँ फर्केर येशूतर्फ चाहिँ तपाईँ जानुहुन्छ नि तब त्यहाँनिर चाहिँ परिवर्तन छ। आमेन। त्यहाँनिर तपाईँको नि ठाउँलाई परिवर्तन गर्न सक्नुहुन्छ, तपाईँको कठोर एउटा नराम्रो त्यो हृदयलाई पनि परिवर्तन गर्न सक्नुहुन्छ, तपाईँको नराम्रो सम्बन्धलाई पनि परिवर्तन गर्न सक्नुहुन्छ, त्यहाँनिर तपाईँको अवस्थालाई, तपाईँको सिचुएसनलाई, तपाईँको प्रब्लमलाई त्यहाँनिर चेन्ज गरिदिनु सक्नुहुन्छ हाम्रो परमेश्वरले। आमेन। जब हामी उहाँतिर फर्केर जान्छौँ, जब यो मान्छे चाहिँ येशूतिर फर्केर गयो नि उसको लाइफ चाहिँ चेन्ज भएको छ। तपाईँ आज कस्तो ठाउँमा हुनुहुन्छ, येशूले तपाईँलाई परिवर्तन गर्नुहुन्छ। जब पावल चाहिँ जब दमस्कसको बाटोमा प्रेरित 9 अध्यायमा तपाईँले भेटाउनुहुन्छ, जब पावल चाहिँ विश्वासी मान्छेहरूलाई चाहिँ सताउनु गएको, मार्नु गएको, जेलमा लगाउनु गएको, तर जब येशूसँगको इन्काउन्टरले चाहिँ, येशूसँगको जमको भेटले चाहिँ नि ऊ इमिडिएटली उसको जीवन परिवर्तन भएको छ। आमेन। यहाँ मान्छे मार्नु गएको तर येशूलाई भेटाउँदै गर्दा चाहिँ ऊ चाहिँ जीवन बाँड्ने व्यक्ति भएर निक्लेको छ। आमेन। चेन्ज। चेलाहरूको जीवन नि त्यतिखेर चेन्ज भयो जतिखेर येशूलाई उनीहरूले पछाउन थाल्यो। हालेलुया। हाम्रो जीवनको सबै कुरो परिस्थितिहरू त्यतिखेर बदलिन्छ जब हामी चाहिँ नि येशूतिर फर्किन थाल्छौँ। आमेन। हालेलुया। सो संसारमा केही यस्तो कुरो छैन जसले चाहिँ तपाईँको परिवारलाई परिवर्तन गर्न सक्छ। यो संसारमा यस्तो कुरो छैन जसले चाहिँ तपाईँको सम्बन्धलाई परिवर्तन गर्छ, तपाईँको छोराछोरीलाई परिवर्तन गर्छ। केही यस्तो कुरो छैन। तर जसै तपाईँ एउटा बाबा, एउटा आमा, एउटा छोरा, एउटा छोरी चाहिँ जब प्रभुपट्टि फर्केर जान्छ नि तब त्यतिखेर चाहिँ नि परमेश्वरले नेसनलाई पनि चेन्ज गर्न सक्नुहुन्छ। आमेन। राजालाई पनि चेन्ज गर्न सक्नुहुन्छ। हालेलुया। तपाईँको सबै कुरोलाई नि येशूले चेन्ज गर्न सक्नुहुन्छ यदि हामी चाहिँ येशूतिर फर्क्यौँ भने चाहिँ। आमेन। नम्बर 4 मा येशूतिर फर्किँदै गर्दाखेरि चाहिँ नि हाम्रो सबै पापहरू नि उहाँले क्षमा गरिदिनुहुन्छ। आमेन। हालेलुया। लुकाको पुस्तक 15 अध्यायको 1 देखि 24 पदसम्म हामी हेर्नेछौँ अनि एकजनाले मज्जाले पढिदिनुहोस्। ल छिट्टो, टाइम छैन। लुकाको पुस्तक 15 अध्यायको 21 देखि 24 सम्म। छोराले तिनलाई भन्यो, बुबा, मैले सूर्यको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईँको छोरो भनिने योग्यको छैन। तर बाबु चाहिँले आफ्ना कमालाहरूलाई भने,
झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेऊ, यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेऊ र फुस्टाइ राखेको पशु मार र हामी खाएर आनन्द मनाऊ, किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ। तब तिनीहरू आनन्द मनाउन लागे। हालेलुया। येशूतिर फर्किँदै गर्दाखेरि चाहिँ नि हाम्रो हरेक जस्तो सुकै पाप पनि नि उहाँले क्षमा गर्नुहुन्छ। आमेन। हालेलुया। यहाँनिर उडन्ते पुत्रको विषयमा लेखिएको घटना हो यो। जब उडन्ते पुत्रले चाहिँ बाउको विषयमा बाउको एगेन्स्टमा चाहिँ धेरै काम बिगारेको हुन्छ अनि ऊ चाहिँ बाउलाई छोडेर त्यागेर बाउलाई डेम केयर गरेर चाहिँ ऊ चाहिँ संसारपट्टि गएको हुन्छ। अनि संसारपट्टि जाँदै गर्दाखेरि चाहिँ उसले धेरै कामहरू बिगारेको हुन्छ। उसले व्यभिचार गरेको हुन्छ, अपवित्र काम गरेको हुन्छ, उसले परमेश्वरको विरुद्ध पनि काम गरेको हुन्छ। ऊ यस्तो अवस्थामा पुग्छ जहाँनिर चाहिँ ऊ मृत्युसँग उसले के गर्नुपर्छ, उसले इन्काउन्टर हुन्छ। तब त्यो हुँदै गर्दाखेरि चाहिँ एक दिन उसलाई सोच्छ, अब चाहिँ म बुवा कहाँ फर्किजानेछु, अब चाहिँ म बुवा कहाँ फर्किजानेछु, म अब बुवा कहाँ फर्किनँ भने चाहिँ म यसै मर्नेछु यहीँनिर, अब म बुवा कहाँ फर्किनँ भने चाहिँ म यत्तिकै मर्नेछु भनेर चाहिँ उसले चाहिँ सोच्छ। जब अन्य ऊ चाहिँ बुवातर्फ ऊ चाहिँ फर्केर जान्छ। हेर्नुहोस् है, जब बुवापट्टि फर्केर जान्छ, बुवाले टाढै छोरा आएको देख्दै गर्दाखेरि चाहिँ बाउले चाहिँ उसलाई कुद्दै गएर अङ्गालो मार्छ। जब मार्दै गर्दाखेरि चाहिँ छोराले निकालेको शब्द 21बाट तपाईँले पाउनुहुन्छ, बुवा मैले तपाईँको विरुद्धमा र स्वर्गको विरुद्धमा चाहिँ मैले पाप गरेको छु, म तपाईँको छोरा भनिने योग्यको छैन। तर बुवाले नि त्यो कुराहरू नसुनिकन त्यो कुरालाई सबैलाई बिर्सेर नि बुवाले छोरालाई नि राम्रो पोसाकले है राम्रो कपडा लगाइदिएर औँठी लगाइदिएर खुट्टामा जुत्ता लगाइदिएर उसको लागि चाहिँ रमझम गरेर है इन्जोय गरेर त्यहाँनिर भोज तयार गरेको हामी त्यहाँनिर भेट्टाउँछौँ। आमेन। बुवाले आफ्नो छोराको गल्ती र अधर्मलाई नि के गरिदिनु भयो, क्षमा गरिदिनु भयो। आज तपाईँ र म कुन स्थानमा छ होला, आजसम्म हामीले विभिन्न संसारपट्टिको काम गरेर पाप काम गरेको होला है, अभिलाषाको कामहरू गरेको होला, हामी त्यो नराम्रो परमेश्वरमा त्यो नहुनुपर्ने परमेश्वरलाई नमन पर्ने कामहरू हामीले विभिन्न गरेको होला, पाप कामहरू गरेको होला। अनि तपाईँ यस्तो ठाउँमा पुगेको होला, प्रभु तपाईँले मलाई क्षमा गर्नु सक्नुहुन्न, प्रभु तपाईँले मलाई नि माफ गर्नु सक्नुहुन्न, मेरो यस्तो ठुल्ठुलो सिनहरू छ जो चाहिँ म भन्न सक्दिनँ भनेर तपाईँ त्यो स्थानमा हुनुहुन्छ भने नि तपाईँ यीशुतिर फर्किनुहोस्। यीशुले तपाईँको हरेक पापलाई उहाँले क्षमा गर्नुहुन्छ। आमेन। उहाँले क्षमा गर्नुहुन्छ। उहाँ योग्यको परमेश्वर हुनुहुन्छ, उहाँ प्रेमिलो बुवा हुनुहुन्छ, तपाईँलाई माया गर्ने परमेश्वर हुनुहुन्छ, तपाईँलाई वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। तपाईँको जीवनमा नि उहाँले धेरैभन्दा धेरै नै उहाँले मोल चुकाएर नि तपाईँलाई निकाल्न सक्नुहुन्छ, छुटाउन सक्नुहुन्छ। हालेलुया। जब तपाईँले लुकाको पुस्तक 5:20मा तपाईँले पाउनुहुन्छ, यहाँनिर 4 जनाले लिएको एउटा पक्षघाती व्यक्ति छ। तब त्यो व्यक्तिलाई येशू कहाँ ल्याउँदै गर्दाखेरि चाहिँ येशूले भन्नुहुन्छ तिम्रो पाप क्षमा भएको छ। तब त्यतिखेरै त्यो मान्छे निको भएको छ। आमेन। अनि तपाईँलाई एउटा कुरो के बताउँदैछु भन्दाखेरि नि निको हुनुभन्दा अगाडि पनि नि हाम्रो पापहरू क्षमा भएको हुनुपर्छ। आमेन। हालेलुया। हामीले गरेको अधर्म होला आजको दिनसम्म, आज हामीले धेरै कुराहरूमा हामी ठाउँहरूमा छ होला, कसैलाई हामीले रिस उठाएको होला, कसैलाई हामीले आरिस गरेको होला, कसैलाई हामीले मन दुखाइदिएको होला, कसैलाई हामीले विरुद्ध एगेन्स्ट गरेको होला, उसलाई खेदो गरेको होला, अर्काको विरुद्धमा हामीले बातचित गरेको होला, धेरै पापहरू होला त्यो ठाउँमा छौँ। अनि तपाईँलाई कहिलेकाहीँ लाग्छ प्रभु मैले पाप गरेको छु। आज चाहिँ तपाईँ फर्किनु भयो भने प्रभु अब चाहिँ म तपाईँतिर फर्किन्छु, अब म चाहिँ तपाईँतिर फर्किन्छु भन्नुभयो भने चाहिँ नि प्रभु येशूले तपाईँलाई क्षमा गर्दै हुनुहुन्छ। आमेन। किनकि येशू चाहिँ नि तपाईँ र मेरो पापलाई क्षमा गर्न यो संसारमा आउनुभयो। यो संसारमा आउँदै गर्दाखेरि चाहिँ नि उहाँले कष्ट भोग्नुभयो, उहाँले आफ्नो शरीरमा नि चोट सहनुभयो, त्यो कोरुवाको चोटलाई लिनु पर्यो, अनि त्यो चोटलाई सहँदै गर्दाखेरि चाहिँ नि आफ्नो शरीरको रगत बगाउनु भयो। यस्तो परमेश्वर जो परमेश्वरले चाहिँ नि तपाईँ र म यस्तो पापी घिनलाग्दो थियो कोही थिएन, र पनि प्रभु येशू नि तपाईँ र मलाई बचाउनको लागि, तपाईँ र म
मलाई पाप क्षमा गर्नको लागि, तपाईँ र मलाई स्वर्गीय राज्यतिर लिएर जानको लागि, तपाईँ र मलाई त्यो नरकबाट बचाउनको लागि, त्यो अनन्त मृत्युदेखि छुटाउनको लागि उहाँ चाहिँ तपाईँ र मेरो जीवनको पापलाई मेटाउन र क्षमा गर्न चाहिँ उहाँ कल्भरी क्रुसमा जानु पर्यो। आमेन। उहाँले त्यो चोट खाँदै गर्दाखेरि, त्यो कोराको चोट सहँदै गर्दाखेरि चाहिँ नि उहाँको जीवनबाट यति धेरै रगत बग्यो, अनि त्यो जुन रगतमा चाहिँ नि पाप क्षमा थियो। तपाईँको जस्तै त्यो सिँदुरे रङ भएको पाप पनि नि जब तपाईँ यीशुको अगाडि जानुहुन्छ नि, त्यो रगतले नि तपाईँको पापलाई धोएर क्षमा गरेर तपाईँलाई सेतो हिउँ जस्तै सेतो बनाउनुहुन्छ। आमेन। सो यीशुतिर फर्किँदै गर्दाखेरि चाहिँ नि त्यहाँनिर पाप क्षमा छ। कसैले केही कुराले त्यो पापलाई क्षमा गर्नु सक्दैन। तपाईँले विभिन्न कुरामा हेर्नुहुन्छ, बलिदान गरेको पाप क्षमाको लागि, स्वर्ग जानुको लागि उनीहरूले ठुल्ठुलो मूल्यहरू चुकाएको हामी देख्छौँ। उनीहरूले बलिदान गरेको छ। कतिले म स्वर्ग जानुको लागि चाहिँ नि, मैले त्यो स्वर्ग जाने बाटो पाउनुको लागि, मेरो पापलाई क्षमा गर्नुको लागि चाहिँ उनीहरू कति कति यात्राहरू धाउँछ। उनीहरूको जीवन नै यस्तो कठिन परिस्थितिबाट उनीहरूले लिएर जान्छ, आफ्नो शरीरलाई काटेर रगतहरू बगाउँछ। तर पनि बाइबलले भन्छ कुनै बलिदानले, कुनै कुराले चाहिँ नि तिमीहरूको पाप क्षमा हुँदैन। तिमीहरूको पाप क्षमा हुनुको लागि चाहिँ नि जीवित अनि जिउँदो परमेश्वरको थुमा चाहिन्छ। आमेन। अनि त्यो चाहिँ पाप रहित, त्यो चाहिँ यति साह्रो, त्यो थुमा चाहिँ यति साह्रो पवित्र हुनुपर्छ। जो पाप रहित हुनुहुन्छ, पापै हुनु हुँदैन, त्यहाँनिर यस्तो खालको एउटा थुमा चाहिन्छ जुन थुमाको रगतले चाहिँ तिमीहरूको पाप चाहिँ क्षमा हुनेछ। अनि येशू चाहिँ संसारमा आउनुभयो आजभन्दा 2025 साल अगाडि। अनि उहाँले हाम्रो पाउनुपर्ने कष्ट, हामीले त्यो भोग्नुपर्ने मृत्यु चाहिँ उहाँले भोग्नुभयो। अनि उहाँ मृत्युलाई चाख्नुभयो, चिहानमा जानुभयो। अनि फेरि त्यो चिहानबाट पनि 3 दिन पछि नै उहाँ फेरि पनि जीवित भइकन बौरी उठ्नुभयो। आमेन। उहाँ चाहिँ जिउँदो राजा हुनुहुन्छ। उहाँ चाहिँ स्वर्ग लानुहुने एउटै मात्रै परमेश्वर बाटो हुनुहुन्छ। हालेलुया। सो येशूले भन्नुहुन्छ बाटो, सत्य र जीवन म नै हो, म बाहेक पिता कहाँ जान सक्दैन। सो यीशुले चाहिँ हाम्रो पाप क्षमा गर्नुहुन्छ र हामी यीशुतिर फर्किन सक्छौँ। आमेन। हालेलुया। आज तपाईँ कुन ठाउँमा हुनुहुन्छ? यो कुष्ठरोग लागेको मान्छे यस्तो एउटा मृत्युसँग लड्दै थियो, यस्तो एउटा ठाउँमा थियो जहाँनिर उसको सबै कुरो बिग्रेको थियो। तर एक दिन चाहिँ नि उसले निर्णय गरे, एक दिन चाहिँ उसले इच्छा गरे, प्रभु म चाहिँ तपाईँपट्टि आउँदैछु। मलाई संसारले पर सारे, प्रभु संसारले मलाई एक्लो बनायो, तर आज चाहिँ म तपाईँपट्टि फर्किँदैछु। जब येशूपट्टि फर्कँदै थियो नि त्यो व्यक्ति, त्यो मान्छे नि निको हुँदै थियो। किन भन्दाखेरि हाम्रो येशू चाहिँ तपाईँलाई नि असल गर्नको लागि, तपाईँको जीवनमा भलाइ गर्नको लागि, तपाईँलाई आशिषित बनाउनको लागि, तपाईँलाई चङ्गाई गर्नको लागि उहाँ चाहिँ इच्छा गर्नुहुन्छ। आमेन। अनि आज तपाईँ कतिजना हुनुहुन्छ त्यो ठाउँमा बसिराख्नु भएको होला, तर आज चाहिँ तपाईँले भन्नुहुन्छ प्रभु म तपाईँपट्टि फर्केर आउँदैछु। तब त्यतिखेर चाहिँ एउटा बुवा कुदेर गएर आफ्नो छोरालाई अङ्गालो मारेको जस्तै येशू ख्रीष्टले नि तपाईँको जीवनलाई नि त्यो सबै कुरोबाट नि उहाँले नि छुटकारा दिँदै हुनुहुन्छ। आमेन। तपाईँको जीवनको हरेक परिस्थितिलाई उहाँले चेन्ज गर्दै हुनुहुन्छ। सो येशू चाहिँ तपाईँ र मेरो हरेक पापलाई क्षमा गर्नुहुने परमेश्वर हुनुहुन्छ। हालेलुया। थाहा छैन आज तपाईँ कस्तो ठाउँमा हुनुहुन्छ। सायद त्यो ठाउँमा बस्दै गर्दाखेरि, तपाईँ एक्लो ठाउँमा हुँदै गर्दाखेरि तपाईँले धेरै कुरोमा परमेश्वरलाई नमनपर्ने कामहरू गरिराख्नु भएको होला। तपाईँको हृदयमा धेरै तितोपनाहरू होला, तपाईँको हृदयहरू टुटेको होला। तपाईँको यस्तो ठाउँमा हुनुहुन्छ जहाँ चाहिँ तपाईँ एक्लो, निराशा है हरेस खाने कुरोमा हुनुहुन्छ होला। तर आज यीशुले चाहना गर्नुहुन्छ, मतिर फर्के, म तँलाई आशिषित बनाउँदैछु, मतिर फर्किन म तँलाई निको बनाउँदैछु, मतिर फर्किन म तँलाई सबै कुराबाट छुटकारा गर्नेछु, मतिर फर्की म तँलाई सुरक्षित राख्नेछु, मतिर फर्की म तेरो परिवारलाई निर्माण गर्नेछु, मतिर फर्की म तेरो जीवनलाई परिवर्तन गर्नेछु, तेरो परिस्थितिलाई परिवर्तन गर्नेछु, मतिर फर्केर आइज, म तेरो जीवनको हरेक पापलाई क्षमा गर्दैछु। आमेन। आज हामी प्रभुज लिँदैछौँ। तपाईँलाई आज यो प्रभुज हामीले दाखरस र हामीले हेर्दै गर्दाखेरि यो जुस र हामीले रोटी लिएको हो, तर यो चाहिँ हामीले येशू ख्रीष्टको रिप्रेजेन्ट गरेको। आमेन। यो रोटी चाहिँ ख्रीष्ट येशूको शरीर हो, त्यो दाखरस, त्यो एउटा जुस चाहिँ ख्रीष्ट येशूको रगत हो, जुनलाई चाहिँ हामी लिँदै गर्दाखेरि चाहिँ नि तपाईँ र मेरो जीवनमा नि त्यो जीवन आउँदैछ,
त्यो एबन्डेन्स लाइफ, त्यो प्रशस्तताको जीवन उहाँले हामीहरूको जीवनमा खनाउँदै हुनुहुन्छ। आमेन। अनि तपाईँ र म चाहिँ नि यस्तो व्यक्ति भएर जिउँछौँ अब उपरान्त चाहिँ प्रभु म पाप गर्ने छैन, प्रभु अबदेखि चाहिँ उता चाहिँ म तपाईँको भएर जिउनेछु। हिजो पनि हामीले थुप्रो कुराहरू हेर्दै थियौँ परमेश्वरको वचनबाट। म आज तपाईँलाई के कुरा बताउँदैछु भन्दाखेरि नि आज चाहिँ तपाईँ एभ्री स्टेपमा तपाईँ प्रभुपट्टि फर्किने व्यक्ति बनिनुहोस्। आमेन। प्रभु म तपाईँमा विश्वास गर्छु, प्रभु म तपाईँमा भरोसा गर्छु, मेरो सबै कुरोमा तपाईँ मात्र हुनुहुन्छ, मेरो खाँचोमा पनि तपाईँ हुनुहुन्छ, मेरो अभावमा पनि तपाईँ हुनुहुन्छ, मेरो दुःखमा पनि तपाईँ हुनुहुन्छ, मेरो कष्टमा पनि तपाईँ हुनुहुन्छ। म सबै कुरोमा तपाईँमा म के गर्छु, म भरोसा गर्छु। आमेन। हालेलुया। येशूपट्टि फर्किनु।